मसब्दा पाए तिमी अर्थ बनिदेऊ यो जिन्दगीको सहारा बनिदेऊ न कमजोर हुँदा सामर्थ्य बनिदेऊ न अँधेरीमा तिमी जुन बनिदेऊ न तिम्रो मायाले डोर्याउन मलाई तिम्रो छायाले बनाउन ल झन् झन् भएन अघि देखेन है हामीले अघि क्यामेरामा अलि देखेन है
मामाहरूले मात्रै हो हिजो खोइ बुहारीलाई राख्नु बुहारी न पैसा सेफ्टी पिन जोडे भयो सबैले लाउँदा स्कर्पियोमा होइन अरे गाडीमा अरे होइन केही खबर अब हजुर अगाडि साइड गरेर अनि पछि सबै लाग्नु माइजहरू बसौँ एकछिन यसो हेर्नुहोस् यता हेर्नुहोस् है ल यसो हेर्नुहोस् ल ल खोइ ल त एकदिन बस्नुहोस् है यता हेर् नानी यता हेर्दै Tomballah me sange din boche tomballah me da din boche tomballah me ya be kon so sura chata lo namo sa shi po che je shi ne to tam de da bi se ne din boche sange shi ne ko nam da shi do chopra sho ye dam guru ramna me da la puja me ka sa ma da samay ya posari Allah dai posari मेरो लाउनु पर्यो साइज साइज पनि भान्जा पत्ता के छ अलिकति माथि गरौँ माथि तल टाइट गर्छ होइन भने यहाँ भाइ बाबुसँग जानु होइन टिका पहिला लगाइदिनु नि अनि आउनु खादा पहिला लगाइदेऊ अनि माला लगाइदिएर बुहारी मिसिनु पर्यो अरे के पहिला अनि अहिले हुन्छ यो साइडमा सब टिका नलाउ नि ल बुहारीलाई लिएर गइहाल्नु त तपाईँलाई जान्छु नानी जम्बी के बागे दा पल्दन बा ना के बागे दा बाचे को तर का ता पल्दन सीजन तेला का सपा जेला सजालो बला शंदो बगे गचे से तेले हमता से पगी से हमको से बाजे ला सजालो से दुनिया दे जो को ये होंगे निंदा तो दा फुन जो बगे हो मिनु के पछो जो से में तो तम देदा बिसे के बगे संगे से जो के हो और मनते बने सुंदर पे मासे दे हो ने छो दे जो बोला तो बोचे जो पाला में तम से बोचे Gambala me gedun chap ye kon so sumla chpa bo ram yam kham ame a ram yam kham ame a ho ram yam ताली हो जाए
हाल मात्र थाप्ने हो त्यहाँ नो भन्यो भने नो पनि हुन्छ
अब बोकेर लाग्छ है यहाँबाट बोकेर लाग्छ अलिकति बाटो थियो ए बाटो छोडेर अझै कति भन न कति हो हात्तीले हात्ती आएन हात्ती नि आएन कि फेरि हात्ती मिलेन कि खतरा हो नि आफ्नो यो संज्ञा बिरो आर्ट बिरो गाउँपालिका बिरो आर्ट र सचिव मैले यो देशबाट बिदा लिन चाहन्छु धन्यवाद हार्दिक धन्यवाद टोक्राउन चाहन्छु आजको यस वैवाहिक कार्यक्रममा अत्यन्तै खुसी र सबको भक्त यस कार्यक्रमलाई साथ दिनुभएका ग्रुपलाई धेरै धेरै आभार धन्यवाद व्यक्त गर्न चाहन्छु किन भन्दाखेरि अलिकति परिस्थितिको कारणले म ढिलो भएकोमा उहाँले मलाई सहयोग गरिदिनु भएकोमा धेरै धेरै आभारी छु धन्यवाद त्यसमा सेवा राख्दैछु र सम्पूर्ण खाना पनि इन्जोय गर्नुहोला र आफ्नो नाचगान गर्नको लागि स्टेजमा गएर रमाइलो गरिदिनु पारसको मम्मी भनेर लेख्नु रहेछ उहाँलाई पनि तयार भएर आशीर्वाद दिनको लागि म विनम्र गरेको छु आशीर्वाद दिनको लागि ठुलो आमा चौतारी
उहाँलाई पनि आशीर्वाद दिनको लागि म विनम्र अनुरोध गर्दछु। हाम्रो आजको यस कार्यक्रममा जुन कार्यक्रमलाई सभ्य र भव्य रूपमा जति पनि पाहुनाहरू आउनुभएको छ, हामी अत्यन्तै खुसी छौँ। हजुरहरूप्रति हार्दिक कृतज्ञता नमन गर्न चाहन्छौँ, टक्राउन चाहन्छौँ। लागिदिनुको लागि विनम्र अनुरोध गर्दछु। बाट आउनुभएको साथीहरू पनि त्यहाँ नै आउनु गर्दछु। म पहिला आमाहरू भ्याउने त्यसपछि दाजुभाइ बाबुजी बुहारी देखानी दिदीहरू सम्पूर्ण समाजको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सम्पूर्ण ताली बनाइदिनु होला। साथीहरूले आशीर्वाद दिँदै हुनुहुन्छ। सबैले ताली बनाइदिनुमा विनम्र अनुरोध गर्दछु। मेरो छोरीलाई आशीर्वाद दिन्छु है। अब श्रीमानले मलाई खानु मन लागेको छैन भने ठिक छ भन्ने आशीर्वाद दिनुको लागि म धेरै नाम गर्दै छु। सम्पूर्णले आफ्नो आफ्नो नाम लेखेर
सबै कुकुरहरू पनि माया भएको सुन्नुको लागि म विनम्र अनुरोध गर्दछु। आशीर्वाद दिनुको लागि म विनम्र अनुरोध गर्दछु। आशीर्वाद दिनुको लागि विनम्र अनुरोध गर्दछु र यसै क्रममा टोटली टिममा बोर्ड टिममा आशीर्वाद दिनुको लागि म विनम्र अनुरोध गर्दछु।
यसै क्रममा फेरि अत्यन्तै प्यारो वृद्ध ज्ञानेश्वरले छोरीछोरीलाई सम्मान गर्दै हुनुहुन्छ। हामी जोरदार तालले सम्मान गरौँ। यो छुट्टीमुट्टीको क्रममा कसैको काम भुल्न गयो भने क्षमा जति पनि हाम्रो व्यक्ति पार्टीहरू One more, ready? Smile, smile, very nice.
छायाले बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म धेरै नाचेन अलिअलि साली भेना अलगै हुन्छ होइन हो त्यही भएर सालीहरूले विचार गरिहाल्ने सालीहरूलाई मैले के भन्छ भने यहाँ 101 गरिबर्तीलाई यो वार्ड आउने केटाहरू है के भन्नुहुन्छ सालीहरू त मेरोलाई हो नि अब त्यति मान्ने मान्छे अब हुँदैन हुँदैन है कि सँगै जाने भए चाहिँ हुन्छ हुँदैन सालीहरू सँगै जाने भए हुन्छ होइन सँगै जाने भए चाहिँ गर्छ है हामी 3000 भाइ हेर आउँछ हुन्छ साली सँगै जाने सँगै जाने हो 1 लाख सँगै जाने त होइन तिमी पाल्नु परेन मैले किन साली सँगै छौ होइन म सँगै जाने भए म सालीहरू पाल्छु नि त भाइ छ मेरो भाइ दाइ छ भन कति पैसा त धेरै छैन
मसँग जाँदा भयो पाल्न नसक्ने होइन गाह्रो छ डिभाइड बाई सालीलाई म पछि गएर किन्छु नि हो च्यालेन्ज झरेको छैन कि साली आज 27 तारिक हो क्या लागि छैन अब 10 तारिकमा स्यालेरी झरेपछि अब सालीहरू म फेरि अब दिदीसँग आउँदाखेरि उता लेक साइड होइन लाउने पैसा हाम्रो
व्यवस्था छ क्या यस ग्राउन्डमा यो बेन्चमा बसिनको लागि स्वीकार गरेर त्यसको लागि अब के कम्पिटिसन के हुन्छ हाम्रो सबै भाइ तयारी भएको छ भइसक्यो अब कमी बेसी के छ भने छेमा प्रार्थी छ है छेमा प्रार्थी कमी केही छ भने चाहिँ छेमा प्रार्थी छ है त्यसरी खेल्नु पर्यो हामी भोलि पर्सि आउँदाखेरि फेरि यो हामीले लिएर हामी पनि छौँ है बेहुलाको दिदी घुम्यो भन्दा लिखितम सेन्टर जिल्ला सेवा प्रभारीका वार्ड नम्बर 8 मेधापुर घर भई हाल पोखरा महानगरपालिका वार्ड नम्बर 15 बलेश्वर टोल बस्ने भोगराजी गुरुङको कान्छी गुरुङको छोरी हेदल गुरुङको शुभ विवाह रामेछाप जिल्ला धुरा गाउँ स्टाइल घर भई बुढोदिनबाट नगरपालिका 11 रपन काठमाडौँ निवासी टेकबहादुर गुरुङको छोरा दिनतोल गुरुङसँग भएको आज मिति 2082 चैत्र 13 गतेका दिन शुभ ढोगभेट कार्यक्रम सुसम्पन्न भएकोमा छोरी ज्वाइँलाई हार्दिक बधाई तथा वैवाहिक जीवन पूर्ण सफलताको आशीर्वाद सहित तपस्वी अनुसारको नगद तथा जिन्सी उपहार स्वरूप प्रदान गरिएको छ। छोरी हेदल गुरुङलाई पेवा नगद रु 8,50,000 अछेरी रुपियाँ 8,50,000 रुपियाँ मात्र र यसै क्रममा जिन्सी सामानहरू रोजाको गाग्री 2 थान, तामाको गाग्री 2 थान, चरेस थाल 7 थान, चरेस गिलास 2 थान, चरेस कटौरा 2 थान, चरेस चम्चा 2 थान, खरकन्ड 1 थान, दियो बाबा 1 थान, टिका थाली छपरी भनेर चिन्छौँ हामीले 2 थान, चरेस अङ्खरा 1 थान, सुनको सेट 1 थान, सुनको चन्द्रमा 1 थान, सुनको औँठी 1 थान, तामाको पाथी 1 थान, वान सेट 1 थान गरेर जिन्सी सामानहरू टोटल 15 थान छ। यो सामानहरू हामीले कतिपय यही पनि होला, कतिपय लैसकेको भन्ने कुरा पनि जानकारीमा आएको छ। किन भन्दा यो सामानहरू हामीले के गर्छौँ भन्दाखेरि यही अगाडि राखेर बुझाउने कार्यक्रम गर्छौँ हामी सम्पूर्ण सामानले। आज गइसके पनि केही पनि छैन, खुसी छ हामी। र यसै क्रममा यो कार्यक्रम हाम्रो सदस्य अत्यन्तै प्यारो व्यक्तिको भोगराजेन्द्र गुरुङ बुझाउने र टेकबहादुर गुरुङ बुझिदिने हुनुहुन्छ। उहाँहरू अगाडि आइदिनुको लागि म विनम्र अनुरोध गर्दछु। र यसै क्रममा मैले छोटो आफ्नो मन्तव्य राखिदिनुको लागि आजको हाम्रो दुलाको बाबा टेकबहादुर गुरुङलाई यो माइक्रोफोन हस्तान्तरण गर्छु। रेडी भयो कति छ? तर पैसा चार्जको थियो, तर सबै गरेर सधैँ 8,50,000 लेखेको छ त्यो पेपरमा, त्यो चाहिँ 8,53,000 भयो। यहाँ डिटेल सबै छ। म आफूलाई भित्रदेखि महसुस गर्न पाइरहेको छु। अहिले एउटा ठेगाना चाहिँ मिसिन भयो त, मेरो स्थायी घर चाहिँ मेरो पैसरी छल हो, रामेछाप जिल्ला दुर्गागाउँ गाविस हो साबितको।
अहिले मेरो खासै ओखरढुङ्गा जिल्ला कामराको गाविस वार्ड नम्बर 9 मेरो सबैजनाले खासै अझ राम्रोसँग बस्नु हुनुहुन्छ होला म दुई गाउँकै हो र अहिलेको हालको मेरो बसाइ चाहिँ काठमाडौँ जिल्ला नगरपालिका वार्ड नम्बर 11 म यसलाई बसोबास गरेको छु र आज मलाई खुसी छ यो मानिमा कि मेरो छोरा विजय गुरुङ र हाम्रो आदरणीय सन्धि बोध राजेन्द्र गुरुङको छोरी गुरुङसँग त्यो वैवाहिक जीवनमा बाँचिन गइरहेकोमा उहाँहरूको दाम्पत्य जीवनको पनि तपाईँहरूको समक्ष के भन्न चाहन्छन् उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछु र सबैको आशीर्वाद मिलोस् यहाँ सबैजना धेरै धेरै बुढापाकापछि सबै आफन्तहरू आएर आशीर्वाद दिनुभएको छ उहाँहरूको आशीर्वाद लागोस् होइन अब किनभने मैले पनि एउटा उहाँहरूलाई एउटा जिम्मेवार महसुस होस् उहाँहरूको नव दाम्पत्य जोडीलाई किनभने दुनियाँको आशीर्वाद लिएको छ हामीले यत्रो दुनियाँले यसरी दुःख गरेको छ उहाँहरूको वैवाहिक जीवनको म हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र संयोग यस्तो हामी पूर्वको हामी जहाँको भए पनि गुरुङहरू हो हामी पूर्वको गुरुङ यसरी आज कहिलेकाहीँ स्कुलहरूमा पढ्दाखेरि 14 अञ्चल 75 जिल्ला भन्दाखेरि गण्डकी अञ्चल स्याङ्जा जिल्ला सुनेको ठाउँ स्याङ्जासँग यसरी रिलेसनमा नयाँ रिलेसनमा सम्बन्ध राख्न पाउँदाखेरि म एकदमै खुसी छु मैले भनिरहनु त पर्दैन यो खुसीको क्षण सधैँभरि यस्तै होस् हामी दुई परिवार एउटै मिलन मिल्नमा आएको छौँ यो हाम्रो अटुट सम्बन्ध जुगौँ रहिरहोस् र भलै त्यसमा हाले दिने हुन्छ सबै चाहिँ स्टेजको यो शुभ विवाह कार्यक्रममा उपस्थित भएका सम्पूर्ण व्यक्तिहरूमा म हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु र सर्वप्रथम त आजका प्रमुख आकर्षण व्यक्ति दुला विजय गुरुङ र एउटा पेपर लेखिन्छ त कति भयो यो शुभकामना व्यक्त गर्न चाहन्छु क्यास के एउटा सानो पेपर दिन्छ क्या यहाँ दिन्छ कि यहाँ लेख्नु यहाँ लेखेर दिनु एउटा कागजमा लेखेर दिनु विस्तार गर्न बाटो बन्दैछ यही शुभकामना दिन चाहन्छु धन्यवाद अब हामीले यो पेपर पढेर यता पनि मैले पढेर सुनाइसकेँ अनि फेरि हजुरलाई दिनुहोस् अनि धेरैजना सबै सामान दिन पर्यो पहिला अब यो त मैले हेरेको होइन किनभने हामीसँग एउटा सम्पूर्ण तालिम रहेछ धेरै धेरै धन्यवाद सम्पूर्णलाई अब फेरि नाच्न पर्छ कसैले भोक लाग्यो भने खाना खानु सक्नुहुनेछ यो कार्यक्रम यस भएको घोषणा गर्न चाहनुहुन्छ
त्यत्रो लामाको छोराले अङ्गाला मारेर सकेन अनि के हुन्छ किन खानपानी यसो आउँछु है आज ल अब रोदै खाना हान्नु हुँदैन खाना हान्नु यता फर्काउनु फुललाई गर्ने सुपारी आज गर्दैन सबै आज यो त अझ सालीहरू लिएर आएन मान्छे 1 लाखबाट डिस्काउन्ट मैले 8000 दिएर मतलब मिसेको तिम्रो दिदीलाई नि पाल्नु पर्छ कि हिँड तिमीहरू पनि पाल्नलाई भने मेरो बधाईले
Yam kham ome aho namma sarvata tam kata puja mein ka samay वही भाई आप मत है क्या सिंगारेर मेरो बुढी त्यतिकै राम्रो थियो यस्तो बिरु बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि सम्झेर सुसुरनी हाम्रो दाम्पत्य जीवन एकदम सुखमय होस् है सुख शान्ति होस् यो प्रतिवेश बत्ती भेटिराख्नुपर्छ भने हो बत्ती जुन एसेक्सो दा फोटो खण्डो माम्पेङ बोल केके जेसो दा गुके जिंगे लोको सो गुरु पे मास देव हैन यो मैले धेरै हाम्रो जमाना पैसा पाए बेला ताली खण्डो माम्पेङ धेरै भने मैले पैसा पाएर ताली बजाए अड्काए पर सबैले बजाए त महानाय परिवार सोहा गुरु आयु सिद्धि हुरी अमरन जीवन दे सोहा मेरो इसी घटनामध्ये पढेर राम्रो ताली बज्ने हुन्थ्यो गुरु आयु पहिला ताली बजिले राम्रो भयो रोवा दिए नि दोदा संगे छिपालो गोन्दु गुरुले रोवा जिग्यामा दे सला जुब्रा जो कला तो सोवा तपे धंदा सो हातो ने मेरो लिने तै हो क्या र बोल प्रसिद्ध ज्ञान देद्र देले शो मोदेले छिन निजे ता तो त्या दे पन को सुनिता शी शो दोस्रोले खासै बोल्ने खालको संबो चे चे रब दङ औरजी मिलन जगोती दा छुकी छोथाया दोबा कोना